नेपालका 2 नदीको दोभानमा 50 लाख घनमिटर पानीको टाइम बम तयार। 3 दिनभित्र फुट्ने जोखिम। चीनिया सेना हाई अलर्टमा। नेपालमा फेरि अर्को ठूलो संकट आउन सक्ने चीनको आधिकारिक समाचार संस्था ग्लोबल टाइम्सको चेतावनी। नेपाल र चीनको सीमावर्ती हिमाली क्षेत्रबाट यति बेला एउटा अत्यन्तै संवेदनशील र चिन्ताजनक समाचार बाहिर आएको छ। नेपालको उच्च भूभागमा पहिरोले नदी थुनेर बनेको एउटा विशाल कृत्रिम ताल अहिले टाइम बम जस्तै बनेको छ। अहिलेसम्म 20 लाख घनमिटर पानी जम्मा भइसकेको यो तालमा आगामी 3 दिनभित्र थप 30 लाख घनमिटर पानी थपिँदैछ। यदि यो ताल फुट्यो भने के होला? चीनिया सेना र उद्धार टोली किन उच्च सतर्कतामा छन्? चीनको आधिकारिक समाचार संस्था ग्लोबल टाइम्स र चाइना सेन्ट्रल टेलिभिजनका अनुसार नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको दोभान नजिकै पहिरोका कारण एउटा विशाल ताल बनेको छ। चीनिया जलस्रोत मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार बिहानसम्म सो तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको छ र तालको पानी ओभरफ्लो भएर बाहिर बग्न थालेको छ। तर सबैभन्दा डरलाग्दो तथ्य के हो भने आगामी 3 दिनभित्र निरन्तरको बहावका कारण सो तालमा थप 30 लाख घनमिटर पानी थपिने अनुमान छ। अर्थात् तालमा कुल 50 लाख घनमिटर पानीको विशाल दबाव सिर्जना हुनेछ, जसले गर्दा ताल जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिम देखिएको छ। यो विपदको असर सीमापारी प्रत्यक्ष देखिसकेको छ। नेपाली भूभागबाट सुरु भएको विनाशकारी लेदो सहितको पहिरोले दक्षिण पश्चिम चीनको तिब्बत स्थित जिरोङ अर्थात् केरुङ नाकामा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन जोड्ने यो महत्वपूर्ण व्यापारिक नाका अहिले पहिरो र सम्भावित बाढीको उच्च जोखिममा छ। जोखिमलाई मध्यनजर गर्दै चीनी अधिकारीहरूले यस तालको विकास क्रमलाई 24 घण्टा निगरानीमा राखेका छन्। ताल फुटेको खण्डमा बाढी कति तलसम्म पुग्न सक्छ र कस्तो क्षति गर्न सक्छ भने पत्ता लगाउन कम्प्युटरबाट बाढी सिमुलेसन र वैज्ञानिक विश्लेषण भइरहेको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा र थप पहिरोको त्रास बीच चीनिया जनमुक्ति सेना इन्जिनियरिङ टोली हेलिकप्टर र ड्रोन सहित राहत सामग्री लिएर तीव्र गतिमा उद्धारमा जुटेका छन्। जलवायु परिवर्तन र कमजोर हिमाली भूगोलका कारण यस्ता विपदहरू सीमामा मात्र सीमित रहँदैनन्। त्यसैले नेपाल र चीन दुवै पक्षबीच तत्काल सूचनाको आदान प्रदान, संयुक्त अनुगमन र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न उच्च सतर्कता जरुरी देखिएको छ।